पोखरा रोयल सहकारीको बुलेटिन भनेको के हो? यो बुलेटिन हाम्रो सहकारीको आवाज हो। हाम्रो गतिविधि, सूचना तथा संस्थासँग आवश्यक विभिन्न जानकारीहरूको अभिलेख हो। यसले हाम्रो सहकारीले के गर्दै आयो, के गर्दैछ, यसका योजनाहरू के छन् भन्ने विषयहरूलाई प्राथमिकतामा राखी महत्त्वपूर्ण जानकारीहरू सदस्यमाझ पुर्याउँछ नि। अनि पोखरा रोयलले बुलेटिन किन प्रकाशित गर्छ? आफ्नो सहकारी संस्था सम्बन्धी नियमित रूपमा जानकारी राख्नु सहकारीको आधारभूत तथा अपरिहार्य कार्य हो र उक्त कार्य गर्ने एक माध्यम बुलेटिन हो। यसरी नै पारदर्शिता, जानकारी र सहभागिता सहकारीको आत्मा हो। बुलेटिन मार्फत आवश्यक जानकारीहरू पुर्याएर पोखरा रोयलका सदस्यहरूलाई थप सचेत, सक्रिय तथा सक्षम बनाउने हाम्रो प्रयास हो। सदस्यहरूले बुलेटिन अध्ययन गर्न किन आवश्यक छ? बुलेटिन अध्ययनबाट सदस्यहरूले पोखरा रोयल सहकारीको कार्यदिशा, उपलब्धि र अवसरहरू स्पष्ट रूपमा बुझ्न सक्नुहुन्छ। जानकार सदस्य सशक्त सदस्य बन्न सक्ने हुँदा सदस्यहरूको व्यक्तिगत र सामाजिक विकास गर्न मद्दत पुर्याउँछ। पोखरा रोयल सहकारीको बुलेटिन कहाँ उपलब्ध छ? हरेक सदस्यले सहजै बुलेटिन प्राप्त गर्नुपर्छ भन्ने संस्थाको चाहना हो। त्यसैले संस्थाको हरेक कार्यालयमा बुलेटिन उपलब्ध छ भने डिजिटल रूपमा संस्थाको आधिकारिक वेबसाइटबाट डाउनलोड गरी सजिलैसँग अध्ययन गर्न सकिन्छ। सहकारीको सबैभन्दा अमूल्य सम्पत्ति भनेको सचेत, सक्रिय तथा सक्षम सदस्य नै हो र सहकारीलाई दिगो बनाउन यसको विशेष भूमिका रहन्छ। पोखरा रोयलले सदस्यहरूको लागि गर्ने विभिन्न गतिविधि मध्ये बुलेटिन प्रकाशन एक हो। त्यसैले ढिला नगरी आजै बुलेटिन हेर्नुहोस्, पढ्नुहोस् र बुझ्नुहोस् र आफ्नो सहकारीसँग अझ नजिक हुनुहोस्। जय सहकारी।